हामी सबैको एउटै धारणा हो, समयमा महाधिवेशन गरौँ भन्ने। यसलाई अब कार्य सम्पादन समितिमा पनि यसको छलफल भएको छ र यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ। जसरी अब सभापतिले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिनुभयो, यसको अर्थ चाहिँ अब उहाँ औपचारिक रूपमा बिदा हुनु भएको हो त? यो विधानमा हाम्रो यही नै व्यवस्था छ। आफूले नसक्दा आफूले छोडेमा यो कार्यभाग दिने हाम्रो परम्परा नै छ। अब महाधिवेशन कसले गराउने त? त्यसो भने पूर्णबहादुर खड्काले गराउनु हुने हो महाधिवेशन? सुन्नु न, बीपी कोइरालाले किशुजीलाई कार्यभाग दिनुभएको थियो, अहिले शेरबहादुरजीले पूर्णबहादुरजीलाई कार्यभाग दिनुभएको छ। अब हामी केन्द्रीय समिति मिटिङबाट महाधिवेशन कहिलेबाट सुरु गर्ने कहिले गर्ने भनेर सुरुवात गर्दछौँ। भनेको महाधिवेशन चाहिँ अब पूर्णबहादुर खड्काले उहाँकै नेतृत्वमा हुने भयो? यो सोधिरहने कुरा होइन कि जो कार्यभाग छ उसैले त गर्छ नि। यो अस्थायी कार्यभाग हो कि महाधिवेशन गराउने कार्यभाग हो भन्ने महत्त्वपूर्ण प्रश्न भयो। अनावश्यक कुरा गर्नुहुन्छ तपाईँहरू, शब्द खेलाउनुहुन्छ कि यो अस्थायी हो कि गराउने हो कि, यस्तो कुरै हुँदैन के। पुस्ता हस्तान्तरण के हस्तान्तरण शब्दमा खेल्ने होइन कि हामी, जेमा पनि शब्दको खेल्ने, पछिमा अरूले शब्द बनाइदिन्छ त्यसैमा खेल्ने कि त्यसको वास्तविकतातिर जाने के। भर्चुअल वर्ल्डमा नाच्ने होइन कि हामी, रियल वर्ल्ड फरक हुन्छ। सभापतिज्यूले जुन कुरा गर्नुभयो अर्को विषय, जुन आफूमाथिको आक्रमण, त्यसपछि जुन उहाँको घरमा भेटिएका पैसाहरूको विषयमा एआईको कुरा गर्नुभयो, यस विषयमा तपाईँको प्रतिक्रिया के छ? जस्तै कि यसरी उठिराख्दा यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ कि पर्दैन? उहाँ नेता भएकै कारण उन्मुक्ति पाउनुपर्छ के हो? नेता भएको कुरामा उन्मुक्ति पाउनुपर्छ भन्ने छैन। उहाँले नै मेरो बारेमा निष्पक्ष छानबिन होस् भनेर बोल्नु भएको छ भने अब सरकारले छानबिन गरे भइहाल्यो नि। एउटा कुरा तपाईँले के बुझ्नुहोस् भने श्रीलङ्काका अहिले निवर्तमान राष्ट्रपतिले आफ्नो श्रीमतीले बेलायतमा कन्भोकेसन गर्दाखेरि सरकारी पैसाबाट टिकट लिएको भनेर उहाँलाई थुनियो। राष्ट्र भनेको फरक हो। नेपालमा कानुनले काम गरेन, सबै स्वार्थी भए, सबै लुटा भए, सबै धेरै घुसा भए, राष्ट्रपति उत्तरदायित्व भएन र यो समस्या क्रिएट भएको। हाम्रो सभापतिले जेनजीको मागहरू पुरा गर्नुपर्छ, तिनी मागहरू सम्बोधन गर्नुपर्छ भनेर पनि भन्नुभएको छ। आफ्नो विषयमा त फेरि उहाँ पन्छिनुभयो एआईलाई दोष लाएर। होइन, उहाँले छानबिन गरेर सबै कुरा गर्नु होला, तर छानबिन गरेर पनि त भन्नुभयो नि। यसलाई यसरी एउटा मात्रै कुरा लिने, अर्को कुरालाई बिर्सने